नमस्कार। नेपालमा यो जति पनि राजनीतिक आन्दोलन भए, यी सबै राजनीतिक दलले गर्दाखेरि हो। यिनीहरू कस्तो हो भने आफ्नो नाममा सम्पत्ति चाहिँ नराख्ने, तर कार्यकर्ता र आफ्नो आसेपास श्रीमती, छोरा, साली सबैको नाममा सम्पत्तिहरू भरिपूर्ण गरेर राख्ने, पछि आवश्यक परे त्यताबाट लिने गरी यिनीहरूले सम्पत्तिहरू राखेका छ। नेपालमा के चाहिँ हुनुपर्छ भने राजनीतिक दल महात्मा गान्धी जस्तो मान्छे आउनुपर्छ, जसले सम्पत्तिको कुनै पनि लोभ मोह नगर्ने टाइपको यस्तो खालको ब्रान्ड लिडर आउनुपर्छ, जस्तो केपी ओली जस्तो यस्तो झाले झोले झुम्टा गुन्डाहरू पाल्ने खालको मान्छेहरू होइन। म त अनि गगने थापा जस्तो युवाको नेतृत्व गर्छु भन्ने, तर आफ्नो ठगबन्धन भनौँ न, आफ्नो कृति लुकाउनको लागि रवि लामिछाने भनेको यो देश बचाउने भनेको, म अहिले जे पनि भन्छु, म रवि लामिछानेलाई यो देशले एकचोटि टेस्ट गर्नुपर्छ, अनि मात्र भ्रष्टहरू जेलमा जान्छन्। जब यिनीहरूले के देखेका छन् भने भ्रष्टहरूले यो रवि लामिछाने भन्ने व्यक्तिले सबैलाई जेल हाल्न सक्छ भन्ने सबैलाई कण्ठ थाहा छ। त्यो कारणले गर्दा रवि लामिछाने यिनीहरूले सबैले जेल हालेर मुद्दा हालेर रवि लामिछानेलाई फेक मुद्दाहरू हालेर मुद्दाहरू राखिरहेछ। यसको ज्वलन्त अधिकार रवि लामिछानेले गर्दा त होइन, तर आक्रोश भिडहरूले यो न्याय पाइँदैन भनेर अस्ति सर्वोच्च अदालत जलाउनुको कारण चाहिँ त्यो हो जस्तो मलाई लाग्छ। म एक स्वतन्त्र नागरिक हो, म आफ्नो नेपालप्रति अत्यन्तै माया गर्ने मान्छे हो। नेपाल सार्वभौम सत्ता सम्पन्न देश हो भन्ने मलाई लाग्छ, तर यहाँ विदेशबाट आयातित कतिपय व्यक्तिहरूले के गर्न थाले, यहाँ राजनीति चाहिँ के अरे राजनीतिहरू उथलपुथल हुन थाल्यो। जस्तो म यो देशमा अब एक मात्र वीर सपुत राजा बनाउनु पर्ने व्यक्ति भनेको रवि लामिछाने हो। उसलाई टेस्ट गर्नै पर्छ, कि राजा लाउनुपर्छ कि रवि लामिछाउनुपर्छ। यो राजनीतिक दलहरूले के गर्नवाला छैन, हुँदा पनि हुँदैन। आज 30औं वर्षसम्म देशको ढुकुटी राजाले बचाइदिएर राखेका सबै सम्पत्ति यिनीहरूले सुन चाँदी सबै बेचेर खाइसके, कल कारखानाहरू बेचेर खाइसके, यिनीहरूले चाहिँ कङ्गाल बनाइसकेका छन्। यिनीहरूले सबै अहिले जस्तो केपी ओली 74 जनाको हत्यापछि गुन्डुमा एउटा गुन्डाहरूले घेरेर राखेका छ। ती गुन्डाहरूलाई कतै न कतै काहीँ न काहीँ केपी ओलीले जागिर दिइराखेका थियो पहिलो, र अहिले ल कतिको चाहिँ जागिर होला पनि र कतिको गयो पनि होला। अहिलेको चाहिँ गए पनि होला सरकार जाँदा ढल्ने साथै। र तिनले 7औं पुस्तासम्म पाउने पैसाहरू तिनका श्रीमती छोराछोरीको ती गुन्डाहरूको नाममा केपी ओलीले बनाइहालिदिइसकेको छ। त्यो कारणले गर्दा केपी ओलीलाई घेरेर बसेको छ। ती मान्छेहरू केपी ओलीलाई गुन्डाहरूले घेरिबसेका छन्, तर त्यस्तो गुन्डाको हुलबाट पनि एक दिन केपी ओलीलाई थुतेर जनताहरूले नागरिक कारबाही भाटे कारबाही गर्नेछन्। देशको जति पनि बजेट छ यो सबै केपी ओलीले आफ्नो तरिकाले, आफ्नो क्षेत्रमा, आफ्नो तरिकाले, आफ्नो गोजीबाट परिचालन गरेको छ। अब राज्य सत्ता यस्तो हुनुपर्छ। अब म यस्तो कम्प्लेन मात्र होइन, म राज्य सत्ताको परिकल्पना पनि गरिदिन्छु। मेरो नेक्स्ट भिडियोमा राज्य सत्ताको परिकल्पना सम्बन्धी आउँछ।